साउजी एउटा बोला दिनु न, बोला र भुजिया। ओ साउजी, ल एउटा च्यालेन्जर एउटा राइनो दिनु त। कति भयो साउजी मेरो? तिम्रो 25 रुपैयाँ भयो। त्यो अनलाइन गरिदिन्छ है। ए साउजी मलाई छिटो गर्नु, यहाँ ढिला भइसक्यो। साउजी मेरो छिटो गर्नु पर्यो के। ओहन भाइ यार तिम्रो भइहाल्छ नि। ल हेर्नु त साउजी। ओइ ओइ त्यो भाइ त गयो के हो यार? ए भाइ 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 त्यो मान्छे त त्यत्रो सामान लिएर गयो त, तिम्रो साथी हो त्यो? कहाँ मैले फर्स्ट टाइम देखेको आज कहाँ मेरो साथी। ए भाइ तिमीले अलमा ल्याएर यार मैले कहाँ मोबाइल ल्याएर 25 रुपैयाँको लागि यार मेरो त्यत्रो सामान गयो यार, के गर्ने यार, तनाव भयो यार। मोबाइल छोडेर राख त उसले। ए कसको मोबाइल हो यो? त्यसकै यस्तो लाग्यो मलाई। ए त्यसैको मोबाइल हो यो? भाइ त्यो आउला नि अहिले मैले जाने झन् 3500 चुना लाग्यो भने त मोबाइल छोडेर गएछ, लिन त आउला नि अहिले। 1 hour later. ओ त्यो केटाको फोन आएछ यार। हेलो दराजबाट रे? ए पेमेन्ट भइसकेको छ? ए ल ल सामान ल्याइदिने गीताञ्जली स्टोर ल। हस् हस् ल। 2 hours later. त्यो फुचेको फेरि फोन आयो यार, केटीको फोन। त्यसो गर्लफ्रेन्ड हुनुपर्छ, उठाउनै नउठाउँ। हेलो अब फुचेका ट्रेजेडी सुरु हुन्छ नि, मलाई ठग्ने होइन। साउजी म यही फोन बिर्सेको रहेछु अनि पैसा दिन नि बाँकी रहेछ त, झुक्किएर गएको। ए भाइ आयो? मलाई थाहा थियो क्या तिमी आउँछौ भन्ने। ए यो मोबाइल नम्बर छ त तिमी आउँदैन थियौ, झन् मेरो 3500 चुना लाग्यो भाइ। साउजी मलाई माफ गर्नुहोस् है, झुक्किएर म हतारमा गएको, पैसा दिन नि बिर्सेको रहेछु। यसो फोन छामेको त गोजीमा फोनै छैन। मोबाइल लिएर जाऊ, त्यहाँ 3500 पेमेन्ट गर्छु है भाइ। हस् मेरो गर्लफ्रेन्डको त फोन आएको थिएन नि साउजी। गर्लफ्रेन्ड चाहिँ थाहा छैन भाइ, एउटा केटीको फोन आएको थियो। तिमीले पैसा नदिएर रिसिट राखेको थिएँ, मैले त चट्टै काट्दिएँ। ओहन भाइ अर्को त भन्नै बाँकी छ। तिमीले त दराजबाट सामान मगाएको थियो? हजुर हजुर। हो सामान आयो होइन, तिमीले पेमेन्ट गरिसकेर छौ। सामान यसो खोलेर हेरेको, अब पैसा नदिएर झोका रिसिट राखेँ मलाई। अब खानेकुरा चाहिँ हामीले त झ्यामझ्याम खाएर पेट पनि टन्न भयो भाइ, आनन्द भयो। के हो भाइ? गर्लफ्रेन्डको लागि त खानेकुरा लिएर जाँदै थिएँ, अब त भाइले त खाइहाल्नु भयो। अब त म बर्बादै पारेँ कि मेरो ब्रेकअप पनि गराइदिनु भयो। ए भाइ नआत्यो क्या यार, तिमीले पो यहाँ 3500 नतिरिनु गयो त। मैले तिम्रो मोबाइल सुरक्षित राखेको छु, तिम्रो पार्सल पनि यहीँ राखेको छ भनिदिएको त। तिमी भाइ आत्तिर ल, तिम्रो ब्रेकअप हुँदैन, नआत्यो। दराजबाट पार्सल यहाँ छ, मोबाइल पाइहाल्यो होइन, पेमेन्ट गर्यो? दाइ गरिसक्यो, नविश्वासमा हेरिहाल्नु ल ल ल भाइ, मलाई विश्वास होला। ल धन्यवाद दाइ, धन्यवाद।